हेलो हेलो नमस्कार। म गाउँमा छु है गाई चाहिँ यहाँ गोठ आज मकै सर्ने है। अनि यहाँ चाहिँ माउरीको मह काट्न लाग्यो भने यहाँ छ नि गाई चाहिँ यहाँ हेर्नु है। ल यो चाहिन्छ है, यो माउरीको मह काट्नलाई आगो चाहिन्छ क्या। आगो उद्नु ल राङ्ले सकाइ खासै मालेले मा छ मा टोक्यो तेरे टोक्यो क्या टोक्यो तेरे आयो महा आयो गाइज, महा आयो। ल गाइज यति धेरै निकाल्यो है यहाँबाट निकाल्यो धेरै। अब यता फेरि अर्को त्यहाँ है यहाँ होला। गाइज म छ म टोक्यो है, टोक्यो मलाई। हेलो हेलो अब माउरी चाकर निकालेर भ्याइसक्यो है गाइस है। पुरै यो गाइस है यस्तै हुन्छ म है। ल गाइस दामी छ। त्यो मा खाने हो? ल गाउँ त छ है गाइस, यहाँ गाउँ बाटो यही हो है। यो गाउँ यहाँ गाउँ छ, माथि यहाँ गाउँ छ है धारा, तल खाल्टाउनु पर्छ हाम्रो। गाउँ छ, ठुलो गाउँ छ यहाँ। यता पुरै जङ्गल हो। बिहान घाम लाग्यो गाइस है सिलखानाबाट।
गाइस खेतमा मकै छर्न फेरि आयौँ है हामी। हेलो हेलो नमस्कार सबैजनालाई। आवाज सुरु भइसक्यो यहाँ सुरु भइसक्यो गाइज। ल हेर्नु होला अब मकै छर्ने सुरु भइसक्यो। अस्ति नै हामी यहाँ बाँझो जोतेर गएको, फेरि आज मकै छर्न आएको है। अब सुरु भइसक्यो यता तलसम्म सकाउने आज, पारिपत्ति भोलि गाइज है। ल अस्ति नै थियो त्यो खाइसक्यो, फेरि केराई 1 2 3वटा 3 घरी रहेछ, 3 घरी यहाँ केरा तल छ, यहाँ तल छ है। यहाँ तल पुरै मालभोगै हो, यहाँको मालभोग है, पहाडको मालभोग केरा भनेको यो है गाइस है। ल गाइस अब यो छ, यो बाँकी छ अझै, बाँकी छ। यो सकिसक्यो मासतिर यो सकिन्छ पारी जाने है गाइस, पारी ल जङ्गल हेर्नु गाइस, जङ्गल है। नेपालको सम्पत्ति भनेको यही हो गाइस, हेर्नु भाइ पुरै हरियो वन नेपालको धन है। ल सकियो है, सकियो अब मकै छरेर। ल है यहाँ दाइहरूले छर्नु भएको छ है, यहाँ पुरै यहाँ चाहिँ खेतलो लगाएको छ। ल गाइस अब कुखुरा छोप्न पर्यो। लोकल भाले यहाँ छ, लोकल भाले। ल समता तिले समता अझै भाले काट्नुपर्छ है। ओइ लोकल भाले चिरी खानुपर्छ है। सानो रहेछ क्या अलि, 1700 ग्राम गरियो। अस्ट्रेलियाको ठुलो थियो, कति ठुलो अस्ट्रेलियाको। त्यसले राम्रोसँग पालपोल गर्ने है, झ्याप्पा मार्नुपर्छ। ल अब भाइले चाहिँ अब पालपोल गर्न लिएर गएको छ। ल 1 घन्टामा चाहिँ तयार हुन्छ यहाँ है। चिया